ठीक छ। ब्याज खर्च अथवा भुक्तानी कति हो 150.7 150 कति हो 7। अर्को हर्जना 150.12 यो सबै खर्चमा आयो। दुईटा खर्च भयो, अगाडिको के हो त दायित्व भयो। अब यो सबै कहाँबाट गराछ अब तपाईले ऋण तिर्दिनुपछि पैसा रहिरहन्छ तपाईको खातामा रहिरहन्छ। बैंकको पैसा के भयो बैंकको पैसा घट्नु भने के हो सम्पत्ति हो। सम्पत्ति घट्नु भने के हो क्लियर भयो। नो टेन्सन। अब द लास्ट एन्ड फास्ट ल अब पहिला जाम 40 के लेख्ने डेबिट सावा भुक्तानी हो सावा भुक्तानी। यो भने कतिमा थियो 40 आइसक्यो। कति हजार हो यो कति हो सावा भुक्तानी दायित्व कसरी भयो भन्नु होला तपाईले। ऋण लिएको थियो फिर्ता गर्यो त्यसलाई यसरी लेख्नु हुन्छ के बुझ्ने ऋण लिएको के हो त फिर्ता फिर्ता भन्ने बुझौं बुझ्नु भने यो कति हो तपाईलाई बुझाउन लेखेको क्लासै आवश्यक पर्दैन। 5 डेबिट वा क्रेडिट डेबिट हो सर डेबिट किन भयो दायित्व घटेको भयो। कति हजार हो 50,000 ठीक छ। अब के छ अब ब्याज 150.7 डेबिट ब्याज खर्च लेखेको ब्याज भुक्तानी लेखेको हुन्छ है। कति भयो यो के हो खर्च हो क्या हुन्छ नि 2 नम्बर भयो कति हो 7,000। अब अरु के छ हर्जना कति 150.12 डेबिट हर्जना खर्च अथवा भुक्तानी हो जे लेख्नुहुन्छ। ल कति भयो यो पनि 2 नम्बर कति हो 350। ल अब लास्ट छ अब के छ क्रेडिट बैंक सब कहाँबाट गएको बैंकबाट गएको त्यही भएर अब हामीले क्रेडिट भनेको 90 यहाँ अलि स्पेस छोड्नुस् क्रेडिट के हो यो बैंक बैंक हिसाब ओके सम्पत्ति यो बैंक के हो सम्पत्ति कति हो 57,350 सबै रुपैयाँको दिएको त हो 57,350। ल यता लेख्नु 57,350 57,350 ओके डन क्लियर छ अब कुनै डाउट ताली